हेलो साथीहरु सबैजनालाई वेलकम छ। आज हेपी छठ पूजा सबैजनालाई। छठ पूजा स्पेशल हामीको चाहिँ यहाँ बहुत ठुलो मनाउँदैछन् कि त्यही भएर मैले चाहिँ तपाईहरुलाई मिनी भ्लग शेयर गरेँ कि यो चाहिँ मेरो दिदीको छोरो अनि दिदीको छोरो हेर्नु कत्रो ठुलो छ म भन्दा। यसलाई लिएर जाँदैछु। आज मेरो हस्बेन्ड छुट्टी बाबुलाई हेर्दिनु भयो अनि जाँदैछु। कस्तो राम्रो छठ पूजा मनाउँदैछन् यहाँ। तपाईहरुलाई पनि सानो मिनी भ्लग शेयर गर्छु। हजुर भिडियोको एन्डसम्म बस्नु ल। अहिले चाहिँ हामीहरू रेडी भएर भर्खर घरबाट निक्लियौँ। दिदी पनि जान्छु भने थियो, दिदी चाहिँ जान्न भने कि हामीको बिल्डिङबाट सबैजना गइसक्यो। हेर्नु कसरी जाँदैछन् हो। म तपाईहरुलाई सबै देखाउँछु ल कस्तो बनाएको। साथीहरु यहाँ चाहिँ छठ पूजा भनेर एउटा गेटै बनाएको रहेछ। त्यो गेटबाट चाहिँ एन्ट्री गर्ने अरे। अब हामीले चाहिँ बाटो पार गरेर जानुपर्छ अनि हामीहरू चाहिँ हिँडी जाँदैछु के साथीहरु। इभिनिङ टाइम हेर्नु त कति राम्रो छ, कति भिड छ। साथीहरु कोही चाहिँ यसरी पनि जाँदैछन्। हेर्नु न छठ पूजालाई पूजा गर्नको लागि उनीहरूको मन्नत पुरा भएको हुनाले गर्दा यसरी पनि जान्छन् अरे कोही चाहिँ। फेरि आज त हेर्नु न पानी पर्न आँटेर बेलुकीमा मौसम त्यस्तै भएको छ। फाइनली हामीले बाटो पार गरेर अब चाहिँ हामीले जाँदैछौँ त्यो गेटपट्टि। म त आइहाल्छु फट्टै साथीहरु, धेरै टाइमसम्म पर्छ। साथीहरु फाइनली हामीहरू चाहिँ गेटको एन्ट्री गरिसक्यौँ। हेर्नु न गेटभित्र पसिसक्यौँ। किन भन्दाखेरि साथै यहाँ यति धेरै भिड छ होइन। अब कहाँबाट मान्छे आएका थिए पूजा गर्नको लागि। अनि मैले चाहिँ भाइलाई उतापट्टिको भिडियो बनाइदिएन भने मेरो चाहिँ भाइले ब्याक साइडबाट भिडियो बनाइदियो तपाईँहरूको लागि। र यहाँ चाहिँ पुलिसहरू पनि बाटोमा थुप्रो बसेका रहेछन्। यस्तो धेरै भिड साथ्यो। पहिला त यो जग्गामा जङ्गल थियो, अहिले चाहिँ पुरा राम्रो बनाएका रहेछन् छठ पूजाको लागि। यति धेरै राम्रो यहाँ हेर्नु न यस्तो राम्रो भिड साथ्यो। बाफ्रे बा खुट्टो हाल्ने जग्गा पनि छैन होला। हेर्नु यी अब चाहिँ हामीहरू पुग्यौँ फाइनली है साथीहरु। फाइनली हामीहरू यही जग्गामा पुग्यौँ। हेर्नु न कस्तो राम्ररी यहाँ पूजा गर्दैछन्। यो चाहिँ हामीहरूको बिल्डिङको आन्टीहरू हुन् र यता चाहिँ भाउजूहरू छन्। अनि परैबाट मलाई चिनिहालेँ कि मैले पनि उनीहरूलाई हेरिहालेँ। अनि ऊ त येलो साडी लगाएको चाहिँ हामीहरूको रुमको छेउ कि भाउजू हो। सबैजना उनीहरू त अगाडि नै गए। अनि यहाँ चाहिँ हेर्नु न कस्तो राम्ररी पानी हालेर पुरा नदी जस्तै बनाएका रहेछन् यसपालि त साथीहरु। पहिला त मन्दिरमा गर्थे, एकदम सानो कोचेको जग्गा हुन्थ्यो कि जान पनि मन लाग्दैन थियो, एकदमै धेरै भिड हुन्थ्यो। यहाँ चाहिँ अहिले चाहिँ राम्ररी हेर्न पनि सक्यो र मान्छेहरू सबैजना हेर्नु न कस्तो राम्रो यिनीहरूको नियम नै पानीभित्र पसेर कस्तो राम्ररी मन्नत मागेका हेर्नु। अनि यहाँ चाहिँ मैले तपाईँको लागि अगाडिबाटै भिडियो बनाउँदै थिएँ। कस्तो राम्रो लागेको मलाई पनि नुहाउँ पसौँ जस्तो लागेको थियो साथीहरु। तर मैले त ड्रेस लिएर गएकै थिइनँ नि त। अनि मैले चाहिँ नुहाइनँ र परेबाट भिडियो सिडियो बनाएँ। अनि यहाँ चाहिँ नि साथीहरु आज यति टाढाबाट चिन्ने नचिन्ने सब मान्छे आएका थिए कि जति पनि अब बिहारीहरू थिए सबैजना यहाँ आएका थिए छठ पूजा मनाउनको लागि। अनि जग्गा पनि धेरै जग्गा र राम्रो पनि पुरै राम्रो बनाएका रहेछन्। हेर्नु त है यस्तो राम्रो पारे सजाएका रहेछन्। बाबुले पनि मजाले हेरो छठ पूजा भन्दै थियो मोसी यहाँ त कस्तो राम्रो पारेर सजाएको रहेछ भन्दै थियो। अनि यहाँ चाहिँ मान्छेले पुरा ठुल्ठुलो साउन्डमा डेक बजाउँदै थियो कि छोटी मैयाको गाना लगाउँदै थिए। अनि मैले चाहिँ त्यो गाना कपिराइट आउँछ भनेर यहाँ चाहिँ मैले स्किप गरेँ साथीहरु। मलाई यस्तो धेरै रमाइलो लागेको। बाबु मेरो हस्बेन्डले हेरिदिनु भयो, त्यही भएर म चाहिँ खुब घुमेँ। यति धेरै राम्रो लाग्यो। मलाई मन लागेकै थिएन आउनलाई कि यहाँबाट, तर के गर्नु बाबु अलिकति बिमारी पनि थियो। बाबुलाई पनि हेर्न थियो। अनि यतापट्टि चाहिँ डिलमा हेर्नु न कस्तो राम्रो मूर्ति बनाएर सबैजना पूजा गरिरहेका थिए। कुइरको ऊ बनाएर कस्तो राम्ररी। अनि उतापट्टि चाहिँ मान्छेहरू पालो नुहाइरहेका थिए। यो चाहिँ पुरा ग्राउन्ड हो कि जहाँनिर छठ पूजा मनाउँदै थिए। अनि यतापट्टि पनि अर्कोतिर पनि यसरी कस्तो राम्ररी पूजा गर्दै रहेछन् आफ्नो मूर्ति बनाएर माटाको। यहाँ हेर्नु यस्तो राम्रो सबले पासी बोकेर गएका केटाकेटी ठुला साना गान गाउँदै कस्तो राम्रो लागेको साथीहरु। म पनि उनीहरूकै बिचमै माजामै गएँ। अनि अब हेर्नु यहाँ कस्तो राम्रो धेरैजना मान्छे जम्मा भएका थिए कि यस्तो धेरै रमाइलो भएको मलाई। झन् डेक बजेको थियो साथीहरु। हामीहरू चाहिँ फाइनली निक्लेका। हेर्नु न आँखा आइछन् मान्छे यस्तो भिड छ कि मैले दिदीको छोरा लिएर आएको थिएँ। अलिकति दिदीको छोरा परेसान पनि भइसक्यो होइन। अनि हेर्नु कति भिड छ मान्छेको मोबाइल चोरी हुन्छ भने तराई। मैले कस्तो मेहनत गरेर तपाईँहरूलाई भिडियो बनाउनु साथ्यो मलाई थाहा छ नि। हेर्नु कति राम्रो मलाई